Hello guys, welcome to my new video. हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले डेस्टिनेसन प्लेसबाटै सुरु गरेँ। यो सबै हाम्रो पिकनिकको सामानहरू हो हैन? डजन्ट म्याटर त्यहाँ पनि तपाईँहरूलाई म देखाउँछु है। पाइन्छ? राम्रो रहेछ हैन? छैन भन्दैछ है। अब हामी चाहिँ यहाँ पिकनिक खान्छौँ, हाम्रो जग्गाभरि खानेकुराहरू छ। Hello guys. Hello. Welcome to my new video. कहाँ Hello guys. Welcome to my new video. हजुरहरूलाई स्वागत छ। होइन फाइनली ड्राई पिकनिक जान लागेको थियौँ तर पछाडि नै हुनुहुन्छ जाने कि नजाने भनेर कन्फ्युजमा हुनुहुन्छ किनकि मौसमले च्यालेन्ज गर्यो जानु पर्ने ठाउँमा जानै मन लागेन हो यस्तो झरी परेर एटलिस्ट बस्ने ठाउँ त हुनु पर्यो नि त हामी जानु पर्यो तुङचुङ नामचुङमा चेन्ज गर्ने हो अर्को दिदी सिर्जु साथी छोराले नि चाहिँ गर्ने त्यो फलफुल गर्नेमा कताबाट आउँछ न पर्खेको यार आयो कसै केटाकेटी जस्तो लाग्यो सानो क्या यो यहाँ चाहिँ हामी जत्रै सानो हेर त धन्नै भोलि क्लोजिङ छ मेरो चाहिँ भोलि धन्नै क्लोजिङ छ फेरि 7-8 बजे के सुत्ने होइन के घर गएर धन्नै क्लोजिङ छ भोलि मेरो त लगातार छ नि म पनि तर पानी रोकिन्छ होला अब तल सानो सानो भयो त हेर त पानी खोल्यो भने पानी कहाँ यहाँ लाग्छ लाग्दैन नि तपाईँलाई गरम भयो होला तपाईँ यो बोक्नु नि त मलाई तोड्नु अघिदेखि बोकेको पैसा भुकिरहेको भुइँमा लाग्नु नै एकछिन यसको नि बोक्नु सजिलो छ हौ यसरी लामै छ हो त्यस्तो हुन्छ क्या पहिला हात लाउनु पनि लाग्दैन नि डेस्टिनेसन चेन्ज पो गरेको Disneyland Resort Station. Have a magical day. झुटै बोल्दिन क्या यहाँ रहेछ होइन यहाँ रहेछ हौ यहाँ उहाँहरू चाहिँ मेरो नक्कल हेर्दै हुनुहुन्छ यहाँ नक्कल पार्दैछु नलागि भए पनि जबरजस्ती भयो नि हामी जाँदैछौँ यहाँ आइसकेर फर्किने हामी हार मान्नेवाला चाहिँ छुइनौँ होइन यो नजाऊँ भन्नुहुन्छ होइन अनि हामी चाहिँ यहाँसम्म आइसक्यौँ जाऊँ भनेको Gracias. 穿着拖鞋或凉鞋的游客，使用扶手椅措施，请不要站进梯子。
यहाँको ग्रिनरी हेर्दाखेरि चाहिँ कस्तो क्या घर जानै मन लागेन। होस् बरु पानी भिज्यो भने होस्, पानी भिजेर आउनु सक्छ। बोले तिनजना सिक्ली माले हनन ज्वरो आएर सिक्ली माले उ अरे मेरो चाहिँ भोलि बल्ल फाइनल। मेरो भोलि चाहिँ क्लोजिङ छ क्या। मेरो भोलि क्लोजिङ छैन बल्ल ल। ल हामी गयौँ। ल पैसा दिन्छु हौ। अनि यत्रो पैसा तिरेर यहाँसम्म आइपुग्यौँ भने जानु कति दिन निस्क्यौ। अब म निस्केको नि खिचिदिनु भन्नु भने यसले नै छुनेर निस्किनु पर्छ। गाइस अब नेपालमा भएको भए सायद मिलाएर हिँड्थ्यो होला। यहाँ त छुट्टी मिलाउनु पर्छ। बोला बोला छुट्टी मिलो। मौसमले साथ दिएन। ल गाइस धनीमनीहरू होइन यसरी कारमा बुक अब पछि चाहिँ अब पछि हाम्रो ग्याङको डन हुनुहुन्छ उहाँ चाहिँ। डन हो। बिजेर बिजोग छ होइन। अनि यहाँ चाहिँ म छु झोला। शीतल त शीतलै बस हामी घाम पाइ हिँड्नु त सक्दैनौँ। यही त हो यहाँको हामी खासमा के हो त्यो घर घरमा बस्नु के हो त्यो है कति हेरेर चाहिँ घर हिँड्नुपर्छ यसरी। हराउनु पनि पर्छ। नहराए कसरी बाटो भेटिन्छ। चाहे जिन्दगी होस् या यात्रा अलिअलि दुःख पाउँछ। राम्रो हार मान्नु भएन। अलिकति ढिलो हुन सक्छ। अनि उसको लागि आज हामीले डाइट भोलि तिमी हराइहाल्यो भने त्यसरी नआतिने साथी भनेर। ल मेरो लागि अलरेडी बोकिरहेको छु। किन दिन्छ होला नि। लु आफै खिच्छ बोल्दै अब। लु खिच्नुहोस् आफै। होइन कोकै खाम। कोकै मजा आउँछ। तिनवटा कोकै पकाउँ। सुमाइ गर्न सुमाइ लु एकाउन्टमा उयो होला नि अब ठिकै छ। उयोतिर काम गरेछ ल्यान्डमार्क -2 रे के अहिले यहाँ लाउनुपर्छ ल। यहाँ ल ए ल गाइस अब मेरो क्यामेराम्यान मेरो झोला बोकिदिने मान्छे। ल जाऊ। पानी पो ल्याएको छ पानी। कस्तो हरियाली छ क्या। सायद लेक चाहिँ के होला। अनि यसको हरियालीले इन्सपायर गर्ने भएको भएर इन्सपिरेसन लेक भएको हो कि भनेको है मैले। कथा चाहिँ मलाई थाहा भएन होइन। माइ गड मैले हिल्लाएर आएँ क्या। खुट्टाले दुखाएँ मलाई।
गाइस जब खुट्टाले दुखाउँछ नि खाली खुट्टा हिँड्नु नि बेस हुन्छ होइन यसरी हातमा बोकेर खुट्टामा जुत्ता हुने पनि ठाउँमा खाली खुट्टै ठिक छु तर राम्रो छ सफा अन्त बाटो अनि बाटो सफा भएको बेला खाली खुट्टा पनि मजा आइरहेछ टिकटक बनाउनु अहिले कस्तो राम्रो आउँछ होला है यिनीहरूले खिच्दै खिच्दै जानुहुन्छ भोक लागिसकेको त्यही भएर पहिले सरासरी जाने अरे नि घुराइ खुला छ दिदी दुईजना ओछ्यान हुनु त सानो छ त सिधा लहरै भात खानु बस्ने यसो लहरै हुन्छ हुन्छ त जसरी नि हुन्छ त नि यता हाम्रो पाहुनाहरू पनि छ कि पाहुनाहरू त्यहाँ चाहिँ क्यामेरा पनि बनाएर हेर खोइ कहाँ हो मेरो सिट ल निकाल्दै गर है त्यो भयो अहिले अहिले निकालिसकेपछि हेर्नु हाम्रो चिन्नु लागेको थियो कतिखेर भन्छ होइन यो फोटो छेलियो भन्नु मैले भएन मेरो भएन के पकाइ फोटो खिचेको भन्दा त चिकन बनायो मेरो त के हो के हो किन भएन त्यहाँ साला हाम्रो ड्रिम्स कम्स ट्रु भयो बल्ल होइन त्यही पनि म यसो गर्छु खाना पुरा गर्छु अनि सबै गर्छु हाम्रो कसरी संजोगले छुट्टी मिलेर अर्को पालि चाहिँ हामी भव्य साथ आउनेछौँ झन् यो पनि आधा घन्टादेखि फर्केको म भुटवाली भातवाली म हो भुटवाली म हो भातवाली म यो सब बाली भन्छ मेरो रोटी खानुहुन्छ औडा नभना न फेरि एउटा मेरो रोटी खानुहुन्छ अरे त भएन सेलरोटी हौ होइन खिचेन भएन होइन खै तिमीले पनि खिचिन्छ भरे जोड त्यही हो क्या उसको सार्न लाग्यो क्या हेलो गाइस अनि म चाहिँ सेलरोटीवाली अरू सबै पनि छ मान्छे नभएर मात्रै हो यो सेलरोटी आफ्नै हातले बनेको जस्तो त छैन ल मेरै हातले यी हातले राति 4 बजी उठेर पकाएको ल ल ल अनि गाइस हैन हामीसँग छ यहाँ समोसा अनि यहाँ मोमो छ
यहाँ भुटुवा, यहाँ चना, यहाँ फलफुल पनि खान्छौँ हामी। अनि यता चाहिँ चिप्सहरू छ, अनि कोक, चाउचाउ। आजलाई यति नै। हामी त्यस्तो गिचन पनि छैन। चाउचाउ आजलाई यति नै। हामी त्यस्तो गिचन पनि छैन। हेलो गाइस। हेलो दिदी। कपाल यस्तो गरेर नहाल्यो भने म त यस्तो गरेर क्या आफ्नोलाई त भयो। अब हामी सबैलाई बधाई छ। हामी आइपुग्यौँ जसरी देऊ न बधाई गरेको मलाई यहाँ मछली कताबाट सुरुमा हामी अस्ति आएर फर्किने कुरा गऱ्यौँ, त्यसपछि तुमचुङ आएर तीन स्टेपमा आइपुग्यौँ। अनि त्यसपछि होइन शनिबार आयौँ अनि त्यहाँदेखि तुमचुङ लाग्छौँ। सबलाई सब कुछ थियो। तुमचुङ आएपछि शनिबार आएको होइन शनिबार तुमचुङ त हामी पुगेको छैन नि। होइन ए तुमचुङ अरे होइन डिस्नील्यान्ड होइन तुमचुङबाट चढेको नि त हामी। अँ। अनि तुमचुङबाट शनिबार आयौँ। अँ शनिबारबाट मात्रै आएको छ, त्यही भएर तीन स्टेपमा आयो त। तुमचुङ चाहिँ अब लास्ट हो। लास्ट हो। पुगेको छैन। तुमचुङ त अझै लाग्छ तुमचुङ त अझै थियो। ए ओके ल। ल है त यहाँ गाइज हामी सुरुमा कहाँबाट सुरुमा हामी अस्टिन स्टेसनमा घर फर्किने गरेको थियौँ। त्यसपछि हामी शनिबारमा अनि त्यसपछि भनिराख अब त्यसपछि हामी इभन डिज्नील्यान्ड आइसकेर पनि हामी घर फर्किने कुरा गर्नु पानी परेको थिएन। भएछ त भागलाई नो अब जसरी आउनुपर्छ हामी भनेर अनि यहाँ आइपुग्यौँ फाइनली। चस हाम्रो गरौँ न कोक पनि अब तन्नाइमा भएन, तन्ना चाहिँ तन्ना मात्रै, तर यो खानु भयो। अनि हाम्रो यो ड्रिम्स कम टु हामीले के भन्छ मेनिफेस्टेसन गर्नुपर्छ, पुरा हुन्छ भन्छ नि, हुँदो रहेछ क्या। हामी यहाँ कस्तो आउनु पुगेको थियौँ है बहिनी। ल ल ल ल ल ल ल ल अब चेस धेरै नबोल्नु खाने है। चस गरौँ न चस गरेर तिम्रो खिच्छ नि चेस गरेर यो कति त्यो वाला त खै म गरे टेस्ट गरेर त्यस्तो भनेको कोका कोला आधा बोइल भइसकेको छ टुट पढो है टुट पढो पढा चाहिँ होइन मछली टुट पढो गर्दा सेलाएर खानेकुरा पनि है कम है कम चाहिँ यहाँ छ ल त्यो एउटा एउटा ग्लास हाल्नु पर्ने मैले हेरेको अनि यस्तो भात देऊ कि नदेऊ भइरहेको थियो है मलाई एउटा प्लेट देऊ आफै लाउँछु म आफैले ए यहाँ छ म त अरू भन्दा नि भातै खान्छु तर सिला छ यार त्यो खानेकुरा त्यो हो कमिला आउनु थालेको तर यसले त टोक्दैन टोक्न त मलाई त टोक्दैन है, मैले मुनिबाट टोक्दैन भने डबाएको जब मलाई कति ठन्डा थियो र मुनि हिँड्दै कम भयो। यो त टोक्नु पनि कम समस्या समस्या कस्तो राम्रो यार समस्या हातै हुन्छ यार है ए मलाई त के गर्नु पहिला भयो मिठो भयो चस ममा नि मिठो छ अर्डर न मेरो अर्डर क्यामेरा चस खालको चस सबै हालेको क्या भोक लगाएर आफ्नो यार ए रक्त हमारा त के भनेको थिएन जाएगा नै दोबारा भनेको थिएन किन मन पर्दैन होला आउँदा नपुऱ्याउने यहाँ छैन पैसा पुऱ्याउँछ कति दिन भयो भएन त कति दिन अब त पानी पनि पाएको छैन होइन फोटो अर्को बुढासँग आउँदा ए कति बुढी छ कति लगाउनु है समस्या हुन्छ नि आजकल त हाल्छ नि बताउनु तपाईँ दुई ठाउँमा मैले एउटै ठाउँमा थियो भइहाल्यो भित्र दोकान दोकान लाउँदा छ क्या त्यो भैया छ नि त्यो गाडी राख्ने अगाडिको भैया क्या त्यहाँको समस्यामा जोड्छ हातले खाइ कुन गरेर राख्नु भयो गाडी गाडी राख्छ नि कोही चिसो हातले खाइदिएको अङ्कल सेन्टर के भैया भैया खानु गएपछि चाहिँ पन्जाबी पाकिस्तानी होला मान्छे भाते हो कि भात
कता नाइट मार्केट उयो पर त्यो हाम्रो त्यो रेस्टुरेन्ट चाहिँ मैले तिमीलाई खाऊ भने उतापट्टि त्यहाँ छ तपाईँपट्टि त्यही देवालीको साइडमा भन्ने न हाम्रो This is our सेलरोटी चना सबै जति हैन सबै खानेकुराको चना लगाउनु चना पुरा त च्याउने हैन अहिले भाइ लाग्यो आलु भन्दा क्या आलु बिग्रिन्छ नि त अन्त काँक्राहरूको अचार त बनाउनु बनाएर अन्त मलाई पनि के अझै पिरो छैन मिठो छ खानु न तिम्रो चलाउँदै छु है खाइम ल भोक लागेर यस्तो मर्नु आँटेको छ खाइसकेर बस्छु आधा खाइसक्यो वाउ यस्तो राम्रो मौसममा आएर हामी पिकनिक खाँदैछौँ ल हामी खायौँ ल खाना कुरा गर्छु अनि सबै त्यो गर्छु सबैजनालाई सानो आज हामी फाइनली सानो ड्राई पिकनिक हो हाम्रो कसरी संजोगले छुट्टी मिलेर अर्को पालि चाहिँ हामी भव्य साथ आउनेछौँ झन् यो पनि आधा घन्टादेखि फर्केको म भुटुवावाली म भातवाली भन्नु त भातवाली चिल्लै छौ म हो गाइस अब चाहिँ हाम्रो टिकटक टाइम रेडी हुँदैछन् उता गीत खोज्दैछन् अनि म चाहिँ लोकेसन खोज्दैछु कता खिच्ने भनेर यता 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 कता भनेर गाइस दिन पनि एकदम राम्रो छ अनि यहाँ सुलुलुलु ल गाइस यो चाहिँ हाम्रो अहिलेको घर थियो माइती घर छोडी है ल फेरि सकियो ल दिदी एकछिनै ल मेरो एन्डिङ गरिदिनु त भिडियो
आँपको बोट के हो कतिको ल गाइज लाइक सेयर सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई यति भन्दै आजको हाम्रो यो भ्लग यहीँ खतम होइन दिदी ल बाई बाई सी यू नेक्स्ट टाइम बाई बाई लभ यु गाइज स्वस्थ रहनुहोस् मस्त रहनुहोस् अनि ह्याप्पी रहनुहोस् हामी यताबाट हिँड्दै आयौँ होइन ट्याक्सीहरू पाएन यताबाट जानुपर्ने छ इन्सपिरेसन लेक जाँदाखेरि चाहिँ होइन ट्याक्सीहरू सबै गाडीहरू त्यहाँ गर्दो रहेछ डिजनील्यान्डको ठ्याक्कै अपोजिट साइडमा पर्दो रहेछ होइन मम्मी बुवा याद छ यो ठाउँ हामी घुम्न आएको अनि यहाँ छ झोलाहरू बोकेर साथीभाइहरू होइन बल्ल बल्ल छुट्टी मिलेको सक्यो नि हौ म चाहिँ होइन कस्तो गर्मी भएको बल्ल चिपिसकेँ लुगा झ्याङ झ्याङ मलाई फेरि त झार्लाङ झुलिङ लुगाहरू लाउनु झ्याउ लाग्छ लुगा पनि फेरिसकेँ दिमाग क्या झोलामा सामान धेरै हुन्छ भनेर चप्पल चाहिँ लाएर ल्याइन कि अनि चप्पलले चाहिँ दुःख दियो नेपाल गयो प्लेन हामी पनि जानु पाए त हुन्थ्यो हरायो हामी पनि जानु पाए हुन्छ नि हरायो Oh my god. हुँदा हुँदा आँपको पनि भयो अब यो बाँकी थियो हाम्रो साथीलाई त नरेको साथीलाई मिठो दुधैछ पछाडि मलाई छुट्टा छ नि सानो बच्चा हो नि त्यो गरेर मिलाइदियो होइन मेरो सेतो लुगा सिक्की गरेको हर्का दिदीले सेम हाम्रो एउटा बहिनीले जस्तै गर्दो रहेछ खाने बेला यस्तै गर्छ क्या होइन सेतोमा त देखिन्छ नि त अनि मेरो लाग्यो नि त है भनेर लाग्यो त खाने बेला यस्तै गर्छ त्यसले सब्जी हात लाग्छ गाइज हामी डिजनील्यान्डमा आएर आँप चाहिँ डिस्नेल्यान्ड आएर खानुपर्ने छ यति मिठो हुँदो रहेछ यति मिठो हुँदो रहेछ कसले सक्छ टेस्ट गर्न है यस्तो मिठो यति टेस्टी छ मिठो 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 गाइज अरूले घरमा मुकबाङ गर्छ हामीले डिजनील्यान्डमा आएर आँपको मुकबाङ गरेको हाम्रो साथी चाहिँ नखाने अरे यो नक्कली लुगा फेरि फेरि भन्नुहुन्छ होइन मेरो लुगामा सबै खाना लाग्यो होइन अनि अप्ठ्यारो पनि भयो झारलाङ झिलिङ लाउनु म सक्दिनँ नि त अनि सजिलोको लागि मैले यो जामा लिएर आएको थिएँ दिमाग चाहिँ कहाँ गएको थियो चप्पल चाहिँ फेरि ल्याउनै बिर्सेछु फिल्दैछु होइन मम्मी बुवा म भइरहेको ठाउँ हो त्यो खाँदैछु लगाइ सबैजना नेपालमा छ म मात्रै यहाँ छु म र डिजनील्यान्ड चाहिँ यहीँ छ मम्मी बुवा भाइ चाहिँ नेपालमा छ र पनि के लिएर बस्नु म झर एउटा बोलेको बोलेको छ मैले खाइसकेर यति सिक्का मात्रै राखेको होइन दिदीको सानो छ नि त बेबी वाइफले नि काम गर्छ सिक्कीलाई हो खाएको पहिलेदेखि मुख गएर आएको अघि यो डिजनील्यान्ड हो हामी यता गएर आएको यो एमटिआर स्टेसन हो यो म हो मुखतिर आएको भर्खर अनि यो चाहिँ साथीहरू हो सकिसक्यो अब हामी जाने ल मेरो ब्याग कुटे छ अर्को छुट्टी मिलिहालेछ बाइक गट भने यहाँ घुम्नु आउने रे भित्र यदि डिजनील्यान्ड भन्दैछ त उसले क्या हो फेरि पछि तर त्यो चाहिँ एक बिहान आउने रे ल नभनौँ ओपनिङ गर्नु नभनौँ होला 12 बजी आइपुग्छ नि त्यसो भन्नु त क्लोजिङ टाइममा भन्दा पनि हुन्छ ओपनिङ गर्न आउँछ अरे के ओपनिङ चाहिँ बाई 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 साथी सी यू मंडे बाई टिट गराउन भयो पछि पनि धुइसके हैन खाँदैन हो ल ओके गाइस स्वस्थ रहनुस् कतिखेर भन्नु स्वस्थ रहनुस् मस्त रहनुस् यो चाहिँ लास्ट भिडियो होइन यहाँदेखि त भिडियो हुँदैन स्टे ट्युन गाइस मलाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला यसरी नै फेरि हामी भिडियो लिएर आउने 我開始我月台交錢嗰啲啦。Antes de
अब हामी एम्चर